छिट्टो अनि मिठोमा चाहिँ सबैभन्दा पहिला चाहिँ म अगाडि चाउचाउलाई नै रोज्छु कि होइन चाउचाउहरू धेरै खानु चाहिँ हुँदैन भनेर भन्छन् कि तर अब के गर्नु होइन अल्छी लाग्छ भोक लाग्छ त्यतिखेर चाहिँ चाउचाउ नै याद आउँछ कि अनि छिट्टो खानु पनि मिठो होइन सबैभन्दा पहिला चाहिँ मैले एउटा फ्राई प्यान लिएँ फ्राई प्यानमा थोरै पानी लगाएँ यसपालि चाहिँ मैले धेरै पानी लगाएको छैन अनि मसँग चाहिँ यसपालि ब्ल्याक बिन्स नुडल्स अनि नुडल्सलाई निकालेर लगाइदिने अनि सँगसँगै आएको भेजिटेबल पनि लगाइदिने अनि यसपालि चाहिँ मैले साग पनि लगाइदिएको छु सागलाई मजाले धुई पखाली गर्ने अनि लगाइदिने अनि एकछिन मजाले उम्लिसकेपछि चाहिँ हल्का मजाले पाकेको जस्तो भइसकेपछि पानी चाहिँ धेरै भयो होइन अनि पानी चाहिँ निकालेर मैले फालिदिएँ अनि पानी निकालेर फ्याँकिसकेपछि चाहिँ ब्ल्याक बिन्स नुडल्सको लिक्विड लगाइदिने मजाले चपस्टिकले चलाइदिने मिक्स गरिदिने अनि मलाई चाहिँ अम्लेट खान मन थियो तर बनाउनु चाहिँ अल्छी लागेको थियो अनि त्यही साइडमा लगाइदिएँ एउटा अन्डा अनि मजाले फेरि एकछिन मिक्स गरिदिने चाउचाउहरूसँग पानी चाहिँ अलिक मजाले सुकेको जस्तो लागेन कि अनि त्यही भएर एकछिन मजाले छोपेर चाहिँ पानीहरूलाई चाहिँ मजाले सुकाइदिने सुकाउँछु चाहिँ भनेर भनेको थिएँ तर हल्का झन्डै डरेछ कि अनि फेरि चम्चाले मजाले मिक्स गर्ने अनि चम्चाले मजाले मिक्स गरिसकेपछि सलाडहरू साइडमा लिन मन लाग्यो भने चाहिँ काँक्रोहरू लिने तर मलाई चाहिँ काँक्रो केही लिनु मन थिएन चाउचाउ मात्रै इन्जोय गरेँ।